YouTube च्यानलमा प्लेलिस्ट कसरी बनाउने? तपाईले आफ्नो च्यानलमा प्लेलिस्ट बनाउने अप्सन भेटाउनु भएको छैन भने भिडियो अन्तिमसम्म हेर्नुहोला। प्लेलिस्ट बनाउने अप्सन कसरी खोज्ने र कहाँबाट कसरी प्लेलिस्ट क्रिएट गर्ने यस भिडियोमा तपाईहरुलाई बताउने छु। र साथीहरु सिम्पल तपाईले आफ्नो च्यानलबाट ब्याक गर्नु होला र ब्याक आउने बित्तिकै यहाँनिर हेर्न सक्नुहुन्छ प्लेलिस्टको अप्सन छ र त्यो सँगै हेर्न सक्नुहुन्छ प्लसको आइकन छ यहाँनिर। त्यसमा क्लिक गर्नु होला र त्यसपछि आफ्नो प्लेलिस्टको नाम राख्नु होला यहाँनिर। माथिनिर आफ्नो प्लेलिस्टको नाम राखिसकेपछि तलनिर तपाईले पब्लिकमा राख्न चाहनुहुन्छ या अनलिस्टमा प्राइभेट राख्न चाहनुहुन्छ आफ्नो प्लेलिस्टलाई त्यो सिलेक्ट गर्न सक्नुहुन्छ। र मैले यहाँनिर पब्लिकमा राख्न चाहे र त्यसपछि क्रिएटमा क्लिक गर्नु होला र प्लेलिस्ट बनिसकेको छ हेर्न सक्नुहुन्छ। र त्यसपछि यता पेन्सिलको आइकनमा क्लिक गरेर तपाईले आफ्नो प्लेलिस्टको बारेमा केही टाइटल, डिस्क्रिप्सन या थम्बनेल पनि राख्न सक्नुहुन्छ। आफ्नो प्लेलिस्टको थम्बनेल के राख्न चाहनुहुन्छ भने त्यो पनि राख्न सक्नुहुन्छ। र प्लेलिस्ट बनिसकेको छ र तपाईले आफ्नो हिसाबले आफ्नो प्लेलिस्टलाई यहाँबाट म्यानेज गर्न सक्नुहुन्छ। र साथीहरु भिडियो यहाँसम्म राम्रो भयो, भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला।